35 को पछाडि 15 वटा शून्य थप्दा कति पैसा बन्छ? सोच्नुस् त, यो पैसाले के किन्न सकिएला? वा अरु केही? यो रकम नेपालको हजारौं वर्षको बजेट भन्दा धेरै हो। तर अहिले हामी जिम्बाब्वेमा छौं। यहाँ पैसाको काम फरक तरिकाले हुन्छ। यति पैसा बराबर यहाँ 1 अमेरिकी डलर मात्रै हुन्छ। यसरी यति धेरै पैसाले यहाँ एउटा पाउरोटी मात्र आउने भयो। अचम्मको कुरा त के छ भने यस्तै अवस्था उत्तर कोरिया, इरान र भेनेजुएला जस्ता देशहरूमा पनि छ। फेरि अर्कोतिर कुवेतमा 1 कुवेती दिनार बराबर लगभग 3 अमेरिकी डलर हुन्छ। शब्द एउटै, पैसा। तर महत्त्व किन फरक? आउनुहोस् यस भिडियोमा पैसा बारे बुझौँ। पैसाको मूल्य यसमा लेखिएको अङ्कमा हुन्न, बरु यसले किन्न सक्ने वस्तुमा निर्भर हुन्छ। 100 नेपाली रुपैयाँले जति सामान किन्न सकिन्छ, 100 अमेरिकी डलरले त्यो भन्दा बढी सामान किन्ने क्षमता राख्दछ। यहाँ नेपाली रुपैयाँ भन्दा अमेरिकी डलर बलियो मुद्रा भयो। सरकारले पैसा छाप्नुभन्दा पहिला त्यति मूल्य बराबरको सुन रिजर्भ बैंकमा धरौटी राख्नुपर्ने हुन्छ, अथवा छापे जति पैसाको भुक्तानी गर्न सक्ने क्षमता सरकारसँग हुनुपर्छ। हामीले प्रयोग गर्ने पैसामा पनि यो लेखिएको हुन्छ। हामीसँग भएको पैसाको मूल्य बराबरको वस्तु भुक्तानी पाउने विश्वास सरकारले दिलाएको हुन्छ र यो विश्वास जति बलियो भयो, मुद्रा त्यति नै बलियो हुन्छ। अर्कोतर्फ कुनै पनि मुद्राको माग जति बढी हुन्छ, त्यति नै त्यसको मूल्य बढ्ने भयो। दोस्रो विश्व युद्धले युरोपको अर्थतन्त्र तहस-नहस बनाएको थियो। अमेरिकाले युरोपेली देशहरूबाट सुन जम्मा गरेर ऋण दिन थाल्यो। यसरी अमेरिकाको ढुकुटीमा संसारकै सबैभन्दा धेरै सुन जम्मा भयो। अमेरिकाको भुक्तानी क्षमता वृद्धि भयो। सन् 1944मा फेरि अर्को ठुलो निर्णय भयो। अमेरिकी डलरलाई सुनसँग जोड्ने र अन्य मुद्रालाई अमेरिकी डलरसँग। विश्व व्यापार डलरमा हुन थाल्यो र डलरको माग उच्च भयो। माग बढेपछि डलरको मूल्य पनि बढ्यो। देशको आयात र निर्यातले पनि मुद्राको मूल्य निर्धारण गर्छ। निर्यात बढी गर्ने देशसँग डलर सञ्चय बढी हुन्छ भने आयात बढी गर्नेसँग डलर सञ्चय कम हुन्छ। कुवेत जस्ता देशहरूले धेरै परिमाणमा पेट्रोलियम पदार्थहरू निर्यात गर्छ र त्यसको भुक्तानी डलरमा लिने भएकाले यस्ता देशहरूसँग डलरको सञ्चय धेरै हुन्छ, जसले प्रत्यक्ष रूपमा स्वदेशी मुद्राको मूल्य बढाउँछ। जापान, कोरिया पनि निर्यातमुखी देश हुन्, तर उनीहरूको मुद्रा तुलनात्मक रूपमा कमजोर छ। यो उनीहरूको एउटा सोची सम्झी बनाएको रणनीति अर्थात् करेन्सी म्यानिपुलेसन हो। जब कुनै देशको मुद्रा सस्तो हुन्छ, तब उसले उत्पादन गरेका सामानहरू विदेशी बजारमा निकै सस्तो मूल्यमा बिक्छन्। जापानिज गाडीहरू विश्वभर यति धेरै बिक्री हुनु र सस्तो हुनुको एउटा प्रमुख कारण पनि यही हो। आफ्नो मुद्रालाई नियन्त्रणमा राखेर सामान सस्तो बनाउने र विश्वभर बेचेर देशको अर्थतन्त्र बढाउने उनीहरूको रणनीति हुन्छ। यहाँ कमजोर मुद्राहरू सधैँ नराम्रो पनि होइन। बजारमा वस्तुको मूल्य निरन्तर बढिरहन्छ। आज 100 रुपैयाँले किन्न सकिने सामानका लागि भोलि हामीले बढी पैसा खर्च गर्नुपर्ने हुन्छ। यो अवस्थालाई ब्याङ्कले दिने ब्याजले सन्तुलनमा राख्छ। यदि कुनै देशमा ब्याज दर बढी भयो भने मानिसहरू पैसा खर्च गर्नुको साटो ब्याङ्कमा जम्मा गर्न थाल्छन्। यसले बजारमा पैसाको आपूर्ति घटाउँछ र मुद्राको मूल्य बढ्छ। धेरै ब्याज दर भयो भने स्वतः मुद्राको मूल्य बढ्ने हुन्छ। धेरै ब्याज दर बराबर धेरै पैसा बराबर धेरै सामान। धेरै ब्याज दर हुँदा मुद्राको क्रय शक्ति बढ्ने भयो। यदि ब्याङ्कहरूले धेरै ब्याज दर दिन्छन् भने विदेशी पैसा पनि भित्रिने भयो अनि देशको मुद्रा अझ बलियो बन्दै जान्छ। नेपालमा पनि विदेशी मुद्राको पर्याप्त सञ्चित छ। नेपालमा विदेशी मुद्राको सञ्चय हुनुको कारण चाहिँ रेमिट्यान्स हो।
तर यसबाट नेपालले फाइदा लिन सकेको छैन, जसको कारण भारतसँगको स्थिर विनिमय दर हो, अर्थात् नेपाली रुपैयाँ भारत सरकारको नीतिले घटबढ हुन्छ। मुद्राको मूल्य स्थानीय बजारमा हुने वस्तु तथा सेवाको मूल्यले पनि निर्धारण गर्छ। वस्तु तथा सेवाको मूल्य घट्दा मानिसहरूसँग धेरै पैसा हुन्छ, खर्च गर्न सक्ने क्षमता बढ्छ। त्यस्तो बेला रिजर्भ ब्याङ्कले बजारबाट पैसा खिचेर पैसाको आपूर्ति घटाउँछ। यसले सरकारको भुक्तानी क्षमता बढ्ने भयो। अर्कोतर्फ वस्तुको मूल्य बढ्दा खर्च गर्न सक्ने क्षमता घट्छ। अस्थायी रूपमा ब्याङ्कले बढी पैसा पठाएर बजार सन्तुलन गर्दछ र सरकारले दीर्घकालीन रूपमा उत्पादन र निर्यात बढाएर सन्तुलन गर्छ। अब जिम्बाब्वेतर्फ फर्कौं। सन् 2008 जिम्बाब्वेमा चरम आर्थिक सङ्कट र अकल्पनीय मूल्यवृद्धि भयो। त्यहाँको सरकारले यो सङ्कट समाधान गर्न सबैभन्दा सजिलो तर आत्मघाती उपाय रोज्यो, जति चाहिन्छ त्यति नै नयाँ पैसा छाप्ने। सरकारले कुनै योजना बिना पत्रिका छापे जस्तै मेसिन चलाएर पैसा छापेपछि सरकारमाथिको विश्वास पूर्ण रूपमा शून्य भयो। पैसाको मूल्य खस्किएपछि सरकारले नोटमा अङ्क बढाउने बाहेक कुनै विकल्प देखेन। त्यसैले उनीहरूले 50 अर्ब 100 खर्ब हुँदै नोटहरूमा शून्य थप्दै गए। अवस्था यस्तो आयो कि 100 ट्रिलियनसम्मको नोट निकाल्नु पर्यो, जुन अहिलेसम्मकै सबैभन्दा धेरै अङ्क भएको नोट हो।